हाई एभ्रिवान, यो चाहिँ मेरो बुढासँगको लास्ट खाना थियो, त्यही पनि एयरपोर्टमा। यतिखेर चाहिँ म कोरियादेखि नेपाल फर्किँदै थिएँ अनि यो भिडियोहरू चाहिँ यत्तिकै ऱ्यान्डमली लिएको थिएँ। मैले भिडियो बनाउँछु पछि भ्लग बनाउँछु भनेर लिएको होइन, यत्तिकै मेमोरीको लागि लिइरहेको थिएँ। त्यसपछि चाहिँ मेरो साइडमा नेपाली नै एउटा दिदी पढ्नु भएको थियो अनि हामी चाहिँ भिडियोहरू खिच्दै चाहिँ टेक अफ भयौँ अनि एकछिनपछि खाना पनि आयौँ, खाना खायौँ, गफसफ गऱ्यौँ, भ्यूहरू हेर्दै हिँड्यौँ स्क्रिनमा। त्यसपछि चाहिँ अनि कहाँ पुग्यो भनेर चाहिँ हेर्दै थियो। यसरी मैले चाहिँ भिडियोहरू बनाइरहेको थिएँ अनि त्यसपछि कति घन्टा 5 घन्टा 6 घन्टा जतिमा चाहिँ अब नेपाल पुग्न चाहिँ हामी कति मिनट बाँकी थियो भने 14-15 मिनट जति बाँकी थियो होइन। सबजना रेडी भइसकेको थियो, आफ्नो ब्याग स्याग सबै जुत्ता सुत्ता लगाएर होइन। पछि त अनि ल्यान्डै हुँदैन बा, टाइम त बढाएको गर्छ होइन। अनि यस्तो स्क्रिनमा हेरेको त त्यही वरिपरि घुमेँ यसरी हेर्नु नि, स्क्रिनमा देखाएर चाहिँ नि घुमेको लगभग 2.5 घन्टा जति नै घुमायो होला। मौसम नराम्रो भएको कारणले चाहिँ त्यहाँ ल्यान्ड हुन सकेन। त्यसपछि चाहिँ हामीलाई न्यू दिल्लीमा चाहिँ ल्यान्ड गरायो होइन। त्यहाँ पनि इमिग्रेसनमा यति धेरै टाइम लाग्यो कि 2 देखि 3 घन्टा त मजाले टाइम लाग्यो होइन। यत्रो झोला थियो, धन्न सबै नेपालीहरू टन्नै थियो नि त। पालै पिलो बोक्थ्यो मेरो झोला चाहिँ होइन, मैले बोक्नु चाहिँ परेन। अनि हामीलाई चाहिँ एउटा होटेलमा लग्यो, सबलाई एउटै होटेलमा राखेको थियो होइन, प्लेनको जतिजना सबैजनालाई। अनि त्यसपछि चाहिँ अनि हामी खाना खायौँ। सुरुमा जाने बित्तिकै खाना खायौँ। प्लेन क्रास हुन्छ भन्ने डर भन्दा नि खाना नखाएर मर्छ भन्ने डर चाहिँ मलाई लागिरहेको थियो कि। अनि त्यसपछि अनि खाना खाएपछि चाहिँ अनि हामी गयौँ। 4-5 घन्टा रेस्ट गरेपछि भोलिपल्ट बिहान चाहिँ मैले यो ब्रेकफास्ट गरेको थियो। ब्रेकफास्ट गरेपछि त एनर्जी आयो होइन। अब के गर्ने त त्यसपछि होइन। अनि चेकआउट हुने पनि टाइम भएको थिएन, 9 बजी थियो। यतिखेर चाहिँ भर्खर 7:30 जति भएको थियो। अनि त्यहाँदेखि म चाहिँ डुले त्यहाँको त्यो होटेलको होइन, सबै वरिपरि डुले पार्क रहेछ, पुल रहेछ, के रहेछ, सबै हेर्दै हिँड्यो म चाहिँ होइन। अनि त्यसपछि फेरि म गएर त्यहाँको दिदीहरूलाई उठाएर अनि फेरि त्यो दिदीहरूसँग नै मैले खाजा खाएको कि 2 चोटि त खाजै खायो। फर्स्ट चोटिमा चाहिँ थपेर खायो, सेकेन्ड चोटिमा चाहिँ नथपिकन टन्नै खायो। 9 बजेपछि चाहिँ अनि हामी चेकआउट भएर बसमा अनि हामीलाई होटेलबाट एयरपोर्ट चाहिँ यस्तै 25 देखि 30 मिनट जति लाग्थ्यो। अनि गयौँ हामी। अनि एयरपोर्ट पुगेपछि त त्यसपछि सरासरी लग्यो हामीलाई। अनि त्यसपछि त अनि हामी कति बजीतिर बजे चाहिँ मलाई एक्ज्याक्ट थाहा भएन, 1.5 घन्टामा त हामी नेपाल आइपुग्यौँ। नेपाल आएपछि त मैले सुरुमा वाटरमेलन खाएँ अनि थकाली सेट खाएँ टन्न, अनि घर फर्केँ। यस्तो थियो मेरो स्टोरी चाहिँ। धन्यवाद, बाई बाई।